नमस्कार दर्शकबिन, तपाईँहरूलाई आज म सेन्ट्रल बस्ती स्थित टिपु खोलामा ल्याइरहेको छु, जो चाहिँ बेङडुबी बागडोग्रा भित्र छ, जङ्गलभित्र। र वहाँको आज मनमोहक दृश्य तपाईँले हेर्नुहोस्। सारा सिलगढीदेखि बागडोग्रादेखि यहाँ सम्पूर्ण मान्छेहरू आइरहेछ घुम्नु लागि। यो हेर्नुहोस्। यहाँ खोला पनि छ, अलिकति सानो भए तापनि। त्यहाँ सानो रेस्टुरेन्ट पनि रहेछ, हेर्नुहोस्। यो एउटा सिम्बल पनि रहेछ, आई लभ टिपु खोला। प्राकृतिक कुराहरू सबै छ यहाँ, हेर्नुहोस्। तपाईँहरूलाई अब म मध्य स्थित पार्कमा के छ त्यो पनि देखाउन लाँदैछु। त्यो चाहिँ खोला हो। यहाँतिर हेर्नुहोस्, नानीहरू माछा मार्दैछ। आज मान्छेहरूको धेरै सङ्ख्या छ। यो रेस्टुरेन्टमा म लिएर जाँदैछु। हेर्नुहोस् कस्तो दामी छ यहाँ, नानीहरू खेल्ने ठाउँ पनि रहेछ। धेरै उन्नति गर्यो, अगाडि यस्तो थिएन। रेस्टुरेन्ट पनि रहेछ। धेरै राम्रो बनाएको रहेछ अहिले। यहाँ नानीहरू खेल्ने झुला पनि रहेछ। जति पनि यहाँ मान्छेहरू आएको छन्, उनीहरू सबैजना परिवारसहित बुढाबुढीहरू मैले देखेको छु। यो अझै एउटा खोला रहेछ, हेर्नुहोस्। यहाँ पिक्टी पनि खेल्दैछ, यहाँ माछा पनि रहेछ। एकदम दामी बनाएको छ अहिले। यो जग्गा चाहिँ सेन्ट्रल बस्ती जानुको एकदम मध्यमा छ। यो हुन त मेरो सेन्ट्रल बस्ती वहाँ फेदाङबाकुमा जाने काम थियो,
उसैको घरको बिचबाट यो बाटो जान्छ। पहिलोचोटि आउँदाखेरि यस्तो पार्क थिएन, तर अहिले त धेरै राम्रो गरेको छ। हेर्नुहोस् गाडी राख्ने पार्किङको व्यवस्था पनि छ। अब यहाँ तपाईँहरूलाई म लिएर जाँदैछु। एउटा ग्रुप रहेछ, सबै पिकनिक मनाएर यिनीहरू सायद टाढोदेखि आएको होला उहाँहरू। हेर्नुहोस् उहाँहरूको चाहिँ अब क्याटरिङ व्यवस्था सबै रहेछ। एकदम ठुलो ग्रुप भएको आएको रहेछ यहाँ पिकनिक खानु। अब यो मध्य बिचमा अझै एउटा यो छ स्पट छ जग्गा पिकनिकको, त्यहाँ लिएर जाँदैछु तपाईँहरूलाई। हेर्नुहोस् यहाँ दोकानहरू पनि रहेछ। हाम्रो यो दाजु भाइ बहिनीहरूले यहाँ दोकान खोलेर राखेको छ, जो चाहिँ एउटा रोजगार सृष्टि गरिरहेछ उहाँलाई। धेरै राम्रो कुरो हो। हेर्नुहोस् मलाई एकदमै राम्रो लाग्यो ठाउँ। यहाँ माथि चढ्ने पनि एउटा यो रहेछ, त्यहाँबाट चाहिँ अझै मजाको सिनहरू देख्छ होला माथि चढ्यो भने। म पनि चढ्नु कोसिसमा छु, कस्तो देख्दो रहेछ यहाँदेखि। यो चाहिँ एकदम माथिबाट म तपाईँलाई भिडियो देखाइरहेको छु। अब त्यसको माथि म चढ्नु सक्छु सकेर हेर्दैछु, कोसिस गर्छु। हेर्नुहोस् कतिवटा बसहरू लागिरहेछ। यही टिपु खोला हो। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट्स लाइक कमेन्ट र सेयर गरिदिनुहोस् है। धन्यवाद।